वाव बवाल दामी 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 छोरको बेलैमा अब हामीले स्वर्ग देखिहाल्यो हैन। टार्गेट भनेको चाहिँ नयाँ पुल थियो। यहाँबाट एकदम नजिक देखिन्छ है एक हिमालहरू माछापुच्छ्रे हिमाल अन्नपूर्ण हिमाल। हेलो साथीहरू, गुड मर्निङ। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज चाहिँ बिहान भइसकेको छ। बिहान हामी उठेर फ्रेस भएर हैन कपडा सपडा लगाएर फेरि घुम्न जानको लागि हामी रेडी भइसकेको छौँ। म अनि मसँग मेरो साथी लाभा है बाहिर हुनुहुन्छ। हामी चाहिँ फाइनल्ली रेडी भइसक्यौँ अनि आज बिहानको समय छ। अब हामी घुम्न जाने। हेलो 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 एभ्रिवन, गुड मर्निङ। कस्तो दामी देखेको छ ल, कस्तो दामी देखेको छ लाफाला। राम्रो देखिरहेको छ। मलाई कि भ्यूलाई तिमी हो र भने तरिका छ बवाल देखिरहेछ ल। यता चाहिँ बवाल देखिरहेछ ल। यतातिरको भ्यू चाहिँ अब भनौँ न, यो चाहिँ माछापुच्छ्रे हो है, अन्नपूर्ण हो यो। ए अन्नपूर्ण। अनि यो चाहिँ माछापुच्छ्रे त्यहाँनिर ढाकिरहेको छ होइन, त्यो चाहिँ देखिनेवाला छ। किनकि यो भाव चाहिँ त्यहाँको उत्तर पूर्व दिशातिर गइरहेछ। बरु सायद अन्नपूर्ण चाहिँ अब ढाकिन सक्छ र माछापुच्छ्रे चाहिँ देखिन सक्छ। हल्का बादल लागिरहेको छ। त्यो गाउँतिर देखाउनु यस्तो छ। हेलो 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 गाइस, अझै नै आउनु त अब त म आउनु मन लाग्यो होला नि होइन। आउनुपर्छ है, अर्को फेरि सँगै आउनुपर्छ। फेरि उतै देखाए अनि अब चाहिँ सँगै आउनुपर्छ। अब चाहिँ सँगै आउनुपर्छ। एकछिनमा यहाँनिर जुम गर्नु। एकछिनमा मौसम पनि क्लियर हुन्छ। के बोल्ने, यस्तो राम्रो भ्यू हेर्ने कि यहाँ बोल्ने हेर्ने के। के छ हाम्रो थिर्लाफा? एकदम राम्रो देखिरहेको छ, मजा भइरहेको छ है। मजा भइरहेको छ। अब लगभग बादलहरू हट्दैछ, त्यसपछि चाहिँ पुरा हामीले देख्न सक्छौँ। सो अहिले चाहिँ हामी बिहान बिहान उठेको है, यस्तो दामी भ्यूहरू देख्न पाइयो, खुसी लागिरहेको छ। अब हामी एकछिन चिया खाएर अनि फेरि निस्किनुपर्छ बाहिरतिर है। दामी देखिरहेको छ बादल लागेर पनि। सो साथीहरू, हामी चाहिँ चिया पिउँदैछौँ है। हेलो मर्निङ एभ्रिवान। हेल्थको लागि राम्रो छ। अब हामीले चिया खाएर एकछिन निस्किनुपर्छ घुम्नको लागि फेरि मासतिर है। अनि सिनहरू भ्यूहरू कस्तो देखिन्छ आँखैमा खान लागेर लगभग क्लियर भइसक्न लागेको छ। अब यताबाट देखिँदैन होला। अब हिमालहरू बिस्तारै क्लियर भइरहेको छ। भ्यू देखाउने छु हजुरहरूलाई है। साथीहरू, हामी एकछिन घुमेर आएर अब हामी चाहिँ ब्रेकफास्ट गर्नुपर्ने हुन्छ है। अब हामी ब्रेकफास्ट गर्न लाग्यो। अनि अहिले चाहिँ मौसम क्लियर छ, खुलिरहेको छ होइन। अघि झन् अझ खुलिरहेको थियो, अहिले चाहिँ हल्का बादल आइरहेको छ। हजुरहरूलाई देखाउने छु म त्यहाँको भ्यूहरू पनि दामी छ। साथीहरू, यहाँबाट एकदम नजिक देखिन्छ है, एकदम नजिक देखिन्छ हिमालहरू माछापुच्छ्रे हिमाल अन्नपूर्ण हिमाल है। बिहानको समय भएर सनलाइट उताबाट परेको छ, त्यही भएर चाहिँ हल्का कालो कालो देखिरहेको छ। अनि यो चाहिँ हामी बसेको ठाउँ, यताको गाउँ रहेको छ यो। अनि हामी बसेको रेस्टुरेन्ट यही नै हो, गेस्ट हाउस। अब हामी ब्रेकफास्ट गर्नुपर्ने हुन्छ। सो हिमालहरू चाहिँ दामी देखेको छ। हामी एकदम नजिकबाट चाहिँ क्याप्चर गरिरहेको छौँ है। मोबाइलमा अलि टाढा जस्तो देखिए पनि तर आँखाले हेर्दा चाहिँ एकदम नजिक नै छ।
वहीँ काखमै भयो जस्तो फिल भइरहेको छ। यतातिर हल्का बादलले अलि छेकिरहेको छ, नत्र त एकदम दामी छ। सो जो आउनु भएन उहाँहरू चाहिँ पछुताउनु पर्ने हुन्छ, किनकि हामी चाहिँ लक्ली नै हो, लक्ली हो हामी चाहिँ, जो कि हामीले यो वर्षायामको समयमा पनि यो हिमालय यति नजिकबाट क्लियरली रूपमा अवलोकन गर्न पाएका छौँ। सो वी आर भेरी ह्याप्पी, हामी एकदम खुसी नै छौँ। दामी यताको सिनहरू भ्यूहरू सबै राम्रो छ। ल साथीहरू हाम्रो ब्रेकफास्टहरू पनि आइसकेको छ है। अनि चिया छ साथमा, चियाको साथमा चाहिँ यो, अनि यहाँबाट त हिमाल हेरेर ब्रेकफास्ट गर्नुको छुट्टै मजा छ फेरि। सो दामी ल। सो हेलो साथीहरू, के छ? हेलो 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 एभ्रिवान। गुड मर्निङ हान्ड्रुक। के अरे? एन्ड के त गुड मर्निङ। गुड मर्निङ के अरे? उता यता हेर्नु, उता देखाउनु न। एकछिन गुड मर्निङ हान्ड्रुक। हामी चाहिँ अब ब्रेकफास्ट गरेर होइन, बिहानको ब्रेकफास्ट गरेर अब चाहिँ हामी घुम्न निस्केको। यता मासतिर छ अरे घुम्ने ठाउँ, राम्रो ठाउँ छ अरे। सो त्यही भएर हामी चाहिँ मासतिरको भ्यूहरू हेर्नको लागि जानेछौँ, लाफा र म। ओके, के कस्तो हुन्छ म देखाउने नै छु। सो यो साथीहरू, हाम्रो गाउँमा तपाईँहरू पनि हेर्न सक्नुहुन्छ, यस्तो बवाल झर्नाहरू देख्न पाइन्छ है। एकदम रमाइलो छ, दामी छ, पनि छ है, एकदम रमाइलो बवाल मजा आइरहेको छ नि लाफा, एकदम एकदम। हेलो साथीहरू, हामी चाहिँ यति लामो सिडी चढेर है यहाँ माथि आइसकेका छौँ घुम्नको लागि। माथि चिया बगान छ है, त्यही भनेर आएको। सायद अब यो चिया बगान सुरु हुन्छ होला। अब हल्का पसिना पनि आइसक्यो नि त, तलदेखि नै थियो। अनि यत्रो लामो सिडी चढेर हामी यहाँ माथिसम्म आइसक्यौँ। अब यहाँ एकछिन रेस्ट गरेको लाफा र मैले, हो कि होइन लाफा? हेलो हेलो एभ्रिवान। अब फेरि यहाँबाट माथि जानुपर्ने छ। अनि सो माथि कस्तो छ देखाउँछु कि। साथीहरू, चिया बगानमा हामी आइसकेको छौँ। घान्द्रुकको चिया बगान सानो रहेछ यहाँ। अब साथीहरू, चिया बगान चिया नै हो नि लाफा? यो चिया त अहिलेतिर त अर्कै देखेको थिएँ त मैले। अर्कै देख्छु त। सो स्वर्गको एक टुक्रा भन्नुपर्छ है घान्द्रुक। सो ब्युटिफुल प्लेस है, एकदम राम्रो ठाउँ रहेको छ घान्द्रुक। सूर्य उदाइरहेको छ, घाम लागिरहेको छ, गर्मी भयो। यस्तो माथि यति धेरै सिडी चढेर आएको। यो तलको चाहिँ चिया बगान, सो त्यही भएर गर्मी भयो है, पसिना आइरहेको छ हल्का हल्का। यहाँसम्मको चिया बगान चाहिँ यहीँसम्म रहेछ। अनि यहाँ माथि जाने चाहिँ मन्दिर। अनि यतातिर धारा पनि रहेछ। मेरो लाफाले पानी खाइरहेको छ। पानी मिठो छ? एकदम चिसो चिसो छ है, एकदम 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 दामी। यहाँ पानी खाने धारो यहाँ क्या लेखेको छ, घान्द्रुक गाविस वडा नम्बर 8 के भनेको छ है। यहाँ 14,000 घान्द्रुक चाहिँ यहाँबाट पनि दामी देखिन्छ भ्यूहरू, दामी। दामी राम्रो छ है साथी। घान्द्रुक घुम्न अवश्य आउनु होला। फाइनली साथीहरू, हामी चाहिँ अब यहाँबाट आज घान्द्रुक सबै घुमेर अब चेकआउट भएर यहाँबाट चाहिँ निस्केको। अब जानुपर्छ, पोखरा रिटर्न हुन लाग्यो। घान्द्रुकको बसाइ राम्रै भयो, जस
गुरुङ ड्रेसहरू हैन मगर ड्रेसहरू लाएर पनि फोटो खिचियो। अब फोटोसोटो खिचेर अनि सबै गरेर आज खाजा पनि खायो, खाजासाजा खाएर सबै गरेर अब चाहिँ हामी पोखरा रिटर्न हुन लाग्यो छ। लाफे चाहिँ अगाडि गइसकेको छ, अब म पनि निस्किसकेँ। अब जस हल्का पानी परिरहेको छ अहिले चाहिँ कुहिरो लागिरहेको छ। बिहान चाहिँ एकदम मौसम सफा थियो, क्लियर नै थियो। त्यो भएको कारणले हिमाल देख्न पायो है। हिमाल देखेर मात्रै जाने भन्ने हाम्रो सोच थियो, जस हिमाल देख्न पाइयो। त्यही भएर सो हामी चाहिँ अब रिटर्न हुन लाग्यो। फोटोहरू खिच्यो, जस रमाइलो भयो, इन्जोय भयो। अब चाहिँ रिटर्न हुन लाग्यो है। ल हामी फर्क्यौँ होइन। अनि कस्तो भयो त घान्द्रुकको बसाइ? एकदम रमाइलो भयो है। केही छ गुनासो यस्तो होइन अलि गर्न पाएन भन्ने केही छ? छैन, पानी परिरहेको छ। पानी परिरहेको गुनासो यो हो सही हो। उस्तै ऱ्याङ्कोट पनि ल्याएको छैन कि? ऱ्याङ्कोट पनि ल्याएन, ठिकै छ, केही छैन। अब हामी चाहिँ हाम्रो यात्रा भनेको पोखरातिरको हो। हेलो, हामी चाहिँ अब फर्केको छौँ है साथीहरू। तपाईँहरू पनि घान्द्रुक घुम्न चाहनुहुन्छ भने आउनु होला, एकदम रमाइलो भयो होइन। मैले भिडियोहरू फोटोहरू पोस्ट गरेको छु, तपाईँहरूलाई थाहा नै होला त्यो कस्तो छ भनेर। यो फोटोमा जे छ त्यो चाहिँ अब रियलमा देख्न पाइन्न, किनकि रियल भनेको रियल नै हो कि होइन लाफा? एकदम 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 फोटोमा त कहाँ टाढा देखिरहेको छ हिमाल पनि। फोटोमा केही कुरा मात्रै सीमित हुन्छ भने रियलमा आइयो भने आफूले चाहिँ धेरै कुराहरू देख्न पाइन्छ। त्यो अहिले चाहिँ हामी फर्किने टाइम छ, तर पानी परिरहेको छ हल्का फुल्का है। हामी चाहिँ अब केही छैन, नर्मल पानी परिरहेको छ। त्यो ल यता हेऱ्यो रमाइलो छ है घान्द्रुकै। त्यही के अरे सास फुल्नुलाई थियो ला मेरो त्यहाँ। घान्द्रुक गेस्ट हाउस यो रहेको छ है साथी, कसैले आउनु सक्नुहुन्छ। हामी चाहिँ बसेनौँ। ल हामी चाहिँ रिटर्न हुँदैछौँ। हल्का पानी परिरहेको छ अनि त्यस्तो ठुलो पनि होइन, हल्का हल्का चाहिँ परिरहेको छ। जस ल यतातिर बादल लागिरहेको छ। यो चाहिँ घान्द्रुक नै पर्छ। उतातिरको घान्द्रुक पनि अब धेरै ठाउँ रहेछ क्या, डाँडा गाउँ भन्ने, गैरी गाउँ भन्ने है। अनि यो चाहिँ अर्को गाउँ हो। हामी आएको चाहिँ गैरी गाउँबाट, अनि गैरी गाउँदेखि माथि चाहिँ डाँडा गाउँ भन्ने रहेछ। सो राम्रो छ घान्द्रुक। लाभाश्री अगाडि हिँडिराख्नु भएको छ लाभा। जस हामी फर्किँदैछौँ। खच्चरहरू भारी बोकेर आउँदैछन्। जाउँ है हामी, केही पनि नगर है। यत्रो भारी बोकेर आएको छ। के बोकेको छ यिनीहरूले? रिसायो भने यिनीहरू लात्तीले हान्छ नि, खतरनाक हुन्छ नि रिसायो भने। यस्ताहरू होमस्टेहरू तन्न छ है यहाँ पनि, बवाल नै छ यतातिर। यतातिरको घरहरू चाहिँ प्रायः यस्तो छ। यहाँ गुरुङ ड्रेस पाइन्छ। लाभाश्री चाहिँ त्यो पसल छ, पसलमा सुइकम खाने रे, सुइकम किन्न गएको। सुइकम किनिसक्यो। त्यहीँ राख म खानु पर्यो भने माग्छु। यो बाटो जाने होइन हामी। यताको बाटो चाहिँ प्रायः साँगुरो नै हुने जस्तो कि, साँगुरो नै। यस्तो घरहरू पनि छ है फेरि घान्द्रुकमा।
एटिएम पनि रहेछ। आज 2-4 बजे यसो आलु ल्याए हुन्थ्यो अनि अब मैले भोलि जानु आइफोन बोकेको थिएँ। यतातिर फेरि पराइ सानो सानो बाटोहरू हुने है। अहिले त भनौँ न यस्तो राम्रो राम्रो घरहरू पनि बनेको रहेछ। फुलहरू दामी यसो हेर्न सक्नुहुन्छ। रेस्टुरेन्टहरू ल यहाँबाट घान्द्रुकको स्कुल पनि देखिँदो रहेछ। चाहिँ घान्द्रुकको स्कुल दामी घरहरू यहाँको। पानी फाट्यो अहिले। पानी फाटेर यस्तो दामी बादलहरू देखिरहेको छ उतातिर। कस्तो दामी। यहाँबाट चाहिँ यतातिर चाहिँ प्राय घरहरूमा फुलहरू रोप्ने गमलाहरू राख्ने धेरै नै रहेछ चलन। ल हामी यस्तो बाटो हिँडेर जाँदैछौँ गाडी लाग्ने ठाउँतिर। सो गाडी चाहिँ माथि गाउँमा जाँदैन। यति कुरा चाहिँ कोही आउनुभएको छैन भने जानकारीको लागि भनेको है। माथि घान्द्रुक गाउँमा चाहिँ गाडी आउँदैन। तलसम्म आउँछ। तल चाहिँ गाडीहरू सबै मोटरसाइकलहरू जे लिए पनि तलै रोक्नुपर्छ। अनि तल रोकिसके पछाडि हिँडेरै आउनुपर्ने हुन्छ। सो त्यो भएको कारणले हामीले पनि गाडी भेट्नको लागि अब हिँडेर जाँदैछौँ। सो अब बिस्तारै घान्द्रुकलाई पनि छोड्दैछौँ हामीले। जस घान्द्रुकको बसाइ राम्रै भयो, रमाइलो भयो, खुसी नै छौँ है। सो यहाँनिर घान्द्रुकको गाउँ अनि बादल पारीतिर पानी फाटेको छ। सो उतातिर बादल लागिरहेको छ होइन। हामी बाटोमै छौँ। लमजुङे बारैमा हावा सररा जता छ नि माया। यहाँनिर चौतारो जस्तो रहेछ है। कस्तो दामी देखिँदो रहेछ यहाँबाट। हामी घान्द्रुक घुमेर फर्किसक्यौँ। यहाँ चाहिँ घान्द्रुक घुम्नको लागि भनेर मानिसहरू अझ आउँदै हुनुहुन्छ तन्न। होस् रमाइलो छ दामी। यहाँको गाउँ चाहिँ अलिक सानो गाउँ चाहिँ छ है। यतातिर कस्तो दामी खोला देखिएको छ। बाबा साह्रै बवाल दामी। सो साथीहरू एकदम राम्रो भ्यू देखिरहेको छ यहाँबाट चाहिँ। तपाईँ हेर्न सक्नुहुन्छ पालितिर चाहिँ गाउँहरू रहेको छ। यतातिर बादल खोलाहरू पनि बगिरहेको छ। एकदम नेचुरल ब्युटी है देख्न पाइन्छ। सो अफ सिजन भए पनि है यो समयमा एकदमै राम्रो जताततै हरियाली छ। खोलाहरू बगिरहेको छ है। एकदम रमाइलो छ घान्द्रुक। सो मौसम क्लियर भयो भने चाहिँ झन् अझ कति बवाल कस्तो दामी छ। पारीतिर यस्तो गाउँ रहेको छ होइन। हरियाली जताततै यतातिरबाट खोलाहरू बगिरहेको छ। कस्तो दामी। अनि घोडा खच्चरहरू पनि जति पनि सामानहरू माथि चाहिन्छ गाउँमा सबै घोडा खच्चरबाट नै लगिँदो रहेछ। मैले अघि पनि भनिसकेको छु गाडी जाँदो रहेनछ माथिसम्म। मानिसहरू पनि हिँडेर जानुपर्ने। केही सामानहरू लानु पर्यो भने पनि घोडा खच्चरहरूको प्रयोग गरेर नै सामानहरू सबै लगिँदो रहेछ। कस्तो दामी। लाफालाई पनि एकदम यो राम्रो समयमा लाफालाई पनि मैले क्याच गरेँ होइन। दामी नै छ। दुध पोखे जस्तो देखेको थिएँ सेतो कि। सो बवाल कति सेतो छ है खोला। खच्चर आयो बवाल छ। फेरि तलबाट खोच्चरहरू आउँदैछ। जाउँ न हामी पनि तलतिर। सो
आयो खच्चर आयो। जति पनि गाउँमा चाहिने सामानहरू छ सबै कुराहरू चाहिँ खच्चरद्वारा नै गाउँमा लगिने रहेछ। घोडा हो कि क्या हो त कत्रो हो घन्टा पनि। गाडी लाग्ने ठाउँमा साधन छ बसमा जाने हो। 4 बजे 3 बजे जाने कि 4 बजे भोलि ल फाइनली हामी चाहिँ गाडी लाग्ने ठाउँमा आइसकेको छौँ। अब यहाँबाट हामी पोखराको लागि गाडी चढ्नुपर्ने हुन्छ। बस छ तर बस नजाने रे आज। नजाने भनेपछि अब जिपमा भए पनि जानुपर्छ। एउटा गाडी चाहिँ प्याक भइसक्यो रहेछ। अब अर्को ल साथीहरू गाडी आउने भनेको चाहिँ यहीँसम्म हो। अनि यहीँसम्म हो। यहाँबाट चाहिँ घानरुक जानको लागि हिँडेरै जानुपर्छ यहाँबाट चाहिँ। अनि यहाँबाट चाहिँ हामी घानरुक जानको लागि यही बाटो चाहिँ हिँडेर जानुपर्ने हुन्छ। सो हामी हिजो यही बाटो गयौँ र घानरुक घुमेर पनि यही बाटो फर्केका छौँ। अहिले चाहिँ हामी यो गाडी लाग्ने ठाउँनेर आइसकेका छौँ। जिपहरू छ अनि बस पनि छ। अब हामी केही समयमा गाडी चढेर पोखरातिर जान्छौँ। सो साथीहरू हामी चाहिँ अब होइन त्यो अघि गाडी पाउने ठाउँनेरबाट पनि अगाडि आइसकेका छौँ। किनकि हामीसँग टाइम तन्न छ। तलसम्म त्यो नयाँ पुल भन्नेसम्म चाहिँ गयो भने त्यहाँबाट गाडी चाहिँ तन्न पाउँछ भन्ने कुरा भयो है। त्यहाँ सोधेको एकजना दिदी हुनुहुन्थ्यो, अरू दाइहरू सबैजना हुनुहुन्थ्यो। त्यहाँ मात्रै नि गाडी पाउँछ भन्नु हो। अनि त्यो भएको कारणले चाहिँ हामी पनि अब गाडीमा जानुभन्दा पनि हिँडेर जाउँ न त केही समय भनेर हामी हिँड्ने निदो गऱ्यौँ। लाफा र मैले लाफा अगाडि गइसकेको छ होइन। अब यतातिर चाहिँ हामी यहाँको भ्यूहरू यहाँको हेर्नको लागि भनेर हिँडेर जाने चाहिँ निदो गऱ्यौँ। तलबाट चाहिँ गाडी चढ्नुपर्छ। सो हेर्न सक्नुहुन्छ यतातिर यति बवाल चट्टानै चट्टान रहेको छ माथितिर। सो लाफा अगाडि म पनि जाँदैछु। सो हाम्रो चाहिँ अब मेन भन्नुपर्दा चाहिँ सक्दो यहाँको ठाउँहरू चाहिँ घुम्ने होइन, रमाउने, इन्जोय गर्ने भन्ने चाहिँ हाम्रो मेन सिद्धान्त होइन, सिद्धान्त हो। त्यो सिद्धान्त अनुसार चलेअनुसार हामीले चाहिँ माथिबाट गाडी नचढेर अब तलबाट चढ्ने, तल नयाँ पुल भन्ने ठाउँबाट। सो अहिले चाहिँ हामी हिँड्दैछौँ बाटोमा। सो बाटोमा के देखिन्छ सो त्यहाँको भिडियोहरू भनौँ न सिनहरू म क्याप्चर गर्ने नै छु र भिडियोमा पनि समावेश गर्ने नै छु साथीहरू। सो ओके, गाडीमा आएको भए सायद यो भिडियोहरू यसरी खिच्न पाइने थिएन होला। सो हामी देख्न सक्छौँ यस्तो दामी यहाँ गाउँ रहेको छ। बादल जताततै हरियाली, एकदम रमाइलो ठाउँ। साथीहरू हामीले चाहिँ माथि यस्तो बवाल झरना देख्यौँ होइन। सो झरना देखेको हुनाले अब चाहिँ हामी त्यो झरनातिर जाँदैछौँ। बाटो यहाँबाट जाने लाभा माथि पुगिसकेको छ भने अब म मेरो पालो गाडीहरू अनि यो बसहरू पनि, यो बस छोडेर हामी चाहिँ हिँडेर जाने भनेर चाहिँ हामी निर्णय गऱ्यौँ। सो त्यही अनुसार ओए मलोती मलाई तान यस्तो राम्रो भ्यू छोडेर हामी थोरै जान्छौँ त यार। वा सो बवाल हो। हामी भ्यू छोडेर हामी कहाँ बसमा चढ्छौँ त यार। वा सो दामी। त्यही हेर्न भनेर हामी आएको हो। लाफा दामी। वा सो ब्युटिफुल, एकदम बवाल झर्ना है। वा सो यही हेर्नलाई नै हामी जिप छोडेर होइन, बस छोडेर हामी चाहिँ हिँडेर आएको। सो जस रमाइलो भइरहेको छ। कस्तो अप्ठ्यारो बाटो हो यार, लड्नु त लडिन्न नि। वा सो दामी। ओइ बिस्तारै बिस्तारै, ए यताबाट जाउँ न, बिस्तारै न।
नलड्नु है नलड्नु वाह सो यसलाई भन्छ नेचुरल ब्युटी सो दामी साथीहरू अब माथि जाउँ ल जाने चाहिँ कहाँबाट चस्मा राखौँ न यात्रा कठिन छ हामी झरनाको लागि भनेर यति धेरै अब्स्ट्याकलहरू पार गरेर माथि गइरहेको छौँ बिस्तारै है लाफा है वाह सो दामी चिसो बबाल दामी दामी लाफा आउन वाह सो दामी दामी खोलाहरू नलड्नु है बिस्तारै आऊ 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 बिस्तारै बिस्तारै इन्जोय फिल भइरहेछ नि दामी कस्तो फिल भइरहेछ एकदम बबाल बबाल तिनवटा भ्यान एउटा बसमा छोडिसक्यो 3 घन्टाको बाटो छ हिँडेर जानु छ 3 बजिसक्यो राति पनि हुन सक्छ त्यो पनि हामी यहीँ छौँ अनि मजा मजा अनि अनि सो दामी नराम्रो देखिरहेको होइन सो दामी माथिबाट झर्ना यति ठुलो देखिरहेको छ तर बरु भिडियोमा चाहिँ अलिक सानो देखिरहेको छ है तर रियलमा चाहिँ बबाल देखिरहेको छ यो झर्ना चाहिँ माथिबाट वाह सो दामी कस्तो भइरहेछ लाफे मजा आएछ ओ चिप्लो छ त्यहाँ चिप्लो नि छ लड्ला ल साथीहरू हामीले चाहिँ यहाँको भिडियोहरू खिचेर है यो झरनाको भिडियोहरू खिचेर अनि फोटो पनि खिचेर दामी यो जिउँदै स्वर्ग देख्ने भनेको हामी होला के तिनवटा भ्यान एउटा के छोडेको रे बस बस अनि बसमा चाहिँ पर्ने थाहै छैन 4 घन्टा हिँडेर जानुपर्ने छ तल फेरि यो झरनाको लागि भनेर हामी रोकिएको है टाइमहरू 4 बज्न लागिसक्यो 4 बज्न लागिसक्यो हाम्रो केही छैन जिउँदै स्वर्ग देख्ने भनेको हामी होला है यति नजिकबाट हामीले यो झरना अवलोकन गर्न पाएका छौँ सो साथीहरू अब नेक्स्ट ल ठिक छ ओके भेरीथानी भन्ने चाहिँ 6 किलोमिटर छ यहाँबाट सो हाम्रो चाहिँ गजब मजाको ट्रेकिङ भइरहेको छ आज होइन लाफा एकदम एकदम सो हाम्रो चाहिँ एकदम मजाको ट्रेकिङ भइरहेको छ आज चाहिँ है किनकि जस हिँडेरै जाउँ रमाइलो गरौँ भन्ने हिसाबले चाहिँ हामी हिँड्दैछौँ जस मजा आइरहेको छ रमाइलो भइरहेको छ मौसम पनि क्लियर छ यता माथितिर चाहिँ बादल लागिरहेको छ बबाल मकैबारी दर्याम दर्याम हरियो काँक्रा कराम कराम भन्ने हिँड्ने अब यतातिर जस ट्रेकिङ गर्ने बाटो रहेछ है घान्द्रुक जानको लागि हामी धेरै माथिदेखि आएका थियौँ सो घान्द्रुक हामी हिँडेर पनि जान सक्दो रहेछौँ किनकि यस्तो बाटोहरू चाहिँ वहीँ माथिसम्म रहेछ क्या सर्टकट बाटोहरू अनि ट्रेकिङ जानको लागि भनेर बनाएको रहेछ ठाउँ ठाउँमा खाना खाने के अरे खाजा खाने पसलहरू अनि किन्नको लागि केही सामानहरू बेच्नको लागि राखेको देखियो हामीले है सो यदि तपाईँहरू कोही एभ्री कोही घान्द्रुक चाहिँ होइन म गाडीमा जाँदैन हिँडेरै जान्छु भन्न चाहनुहुन्छ भने पनि तपाईँहरू हिँडेर आउन सक्नुहुन्छ रुट यही नै हो जो हामी अहिले हिँडिरहेका छौँ सो मजा आइरहेको छ अनि हामीले यहाँबाट चाहिँ यस्तो दामी झरना पनि देखिरहेको छौँ पारीतिर बबाल झरना झरिरहेको छ सो लेट्स सी साथीहरू हेर्नु त मेरो पसिना र साथीहरू हामी केही घन्टाको यात्रापछि है हामी
यहाँ तलसम्म आइसक्न सफल भएको छौँ। हाम्रो यात्रा भनेको पोखरासम्म हो र पैदल यात्रा भनेको नयाँ पुलसम्म हो। सो अहिले चाहिँ हामी नयाँ पुल जानको लागि हिँडिरहेको छौँ। अबको केही समयमै हामी नयाँ पुल पुग्नेछौँ र त्यस पछाडि भने हामी पोखरा जाने गाडीमा चढेर पोखरा पुग्नेछौँ। सो अहिले चाहिँ हामी यहाँको प्राकृतिक भनौँ न होइन, प्राकृतिक यो मनोरम दृश्य अवलोकन गर्दै हामी चाहिँ मजा लिइरहेको छौँ, इन्जोय फिल गरिरहेको छौँ। लाफा अगाडि एकदम रमाउँदै एक्साइटेड हुँदै हिँडिरहेको छ भने म पनि पछाडि मस्तसँग भिडियो बनाउँदै होइन यताउता हेर्दै अवलोकन गर्दै जस इन्जोय फिल गर्दै हिँडिरहेको छु। सो साथीहरू गाडीमा सरासर आउने र घान्द्रुक घुमेर अनि फेरि सरासर गाडीमा पोखरा जानुभन्दा ट्रेकिङ गरेर यहाँको दृश्य अवलोकन गर्नु र हेर्नुको मजा बेग्लै छ। सो अहिले चाहिँ वर्षाको समय भएको कारणले गर्दाखेरि जताततै हरियाली छ है, हरियाली छ। त्यो भन्दै होइन हाम्रो बाटोमा अब्स्ट्याकल आएको छ है, बिचमा खोला रहेछ, जाने बाटो कहीँ पनि छैन, पुरै पानी नै पानी छ। हामी कसरी पाडी जाने लाखा? तपाईँ जुत्ता खोल्नु, मलाई बोक्नु, लानु। त्यो पनि अब्स्ट्याकल छ। सो हामी त्यहाँबाट जाने कोसिस गर्छौँ है त। ल हाम्रो अब्स्ट्याकल हो यो। अहिले त्यति धेरै यात्रा गऱ्यौँ, घन्टौँ हिँड्यौँ, तर यस्तो अब्स्ट्याकल चाहिँ देखेको थिएनौँ। ट्याक्क टेकेर हिँडौँ न, थोरै भिड चाहिँ केही फरक पर्दैन, हिँड्ने हो कि। ओ गुड, स्याबास, गुड। ऐसा ही साहब होता है यार, हम डरेंगे नहीं। ओए भीजे ये भीजे यार, भित्रसम्म भिजे मेरो पनि भिजे है, पानी निस्क्यो, मेरो पनि पानी निस्किरहेको छ। खैर केही छैन, हामी अब्स्ट्याकल पार गर्न सफल भइसक्यौँ र पिच बाटोमा पनि आइसकेका छौँ है हामी। यहाँ पानी खाने ठाउँ रहेछ, लाफाले पानी खाँदै लाफाले पानी खाएको छ। सो हामी यहाँनिर एउटा सानो पसल पनि रहेछ। यो बाटो कहाँ जान्छ त्यो त थाहा भएन होइन, मलाई एउटा चिज मैले देखेँ कि यो मैले एउटा भिडियोमा देखाएको थिएँ कि लाफा, यहाँ आउन होइन कि मैले एउटा देखाएको थिएँ कि खै समाइदियो त। यो सिसा होइन, लचक गर्छ अरे। सिसा भन्थेँ म, तर सिसा होइन कि। आइदियोस्, अनुभव गर्न पाइयो अरे हो भने अहिलेसम्म छुको थिएन, अनुभव गर्न पाइयो। हाम्रो टार्गेट भनेको नयाँ पुल हो। नयाँ पुल चाहिँ धेरै टाढा छैन, नजिकै छ। केही समय पछाडि हामी अवश्य नै पुग्नेछौँ। हितैको मायालाई कहिले भेटौला, लाफा मजा आइरहेछ नि, कस्तो ह्यान्डसम देखेछ लाफा, रियली दामी आएको छ। अनि सोच्नु पनि लाग्छ फेरि लाफाले, वाउ बवाल, दामी। सो यतातिर खोलाहरू पनि बगिरहेको छ है, बवाल। ल साथीहरू, हामी हिँड्दा है हाम्रो टार्गेट भनेको चाहिँ नयाँ पुल थियो। सो अब हाम्रो नयाँ पुल चाहिँ अब जम्मा 5 किलोमिटर मात्रै छ। 5 किलोमिटर त हामी यसै पनि नाची कटाइहाल्छौँ। सो जम्मा 5 किलोमिटर मात्रै छौँ होइन लाफा? हो एकदम 5 किलो मात्रै, 5 किलोमिटर र हाम्रो आधी घन्टा 20-15 मिनटमा पुग्छौँ हामी मजाले है। हाई मोरल छ नि त हामी, हाम्रो रमाइलो भइरहेको छ, त्यही भएर
हिँडेको पनि हामीलाई कुनै फिल भइरहेको छैन है, रमाइलो भइरहेको छ। त्यो भएको कारणले अब जम्मा हामी हिँड्नुपर्ने भनेको चाहिँ 5 किलोमिटर, 5 किलोमिटर पछि चाहिँ नयाँ पुल आउँछ। त्यसपछि चाहिँ हामी पोखराको लागि गाडी चढ्नेछौँ। सो यतातिर चाहिँ रोपाइ चलिरहेको रहेछ। हामी ल ट्र्याक्टरले जोत्ने काम भइरहेको छ अनि रोपाइ पनि चलिरहेको छ। त्योहरू हिँड्दै आएको मजा चाहिँ बेग्लै हुन्छ। फेरि मजा आइरहेको छ होइन, एकदम एमेजिङ ठाउँमा आएको छौँ हामी चाहिँ। कहाँ होला लाफे? हामी चाहिँ एकदम एमेजिङ ठाउँमा आएको छौँ कि आज होइन। सो हेर्ने हो त, हेर्ने हो, हेर्ने हो, देखाइदिउँ, देखाइदिउँ। सो हामी यस्तो एमेजिङ ठाउँमा जानेछौँ है। अझै पनि हामी नयाँ पुल जानको लागि 4 किलोमिटर हिँड्नुपर्ने छ र पनि हल्का हल्का पानी पनि परिरहेको छ। सो हामीलाई त्यो डजन्ट म्याटर है, जे आओस्, हावाहुरी आओस्, पानी आओस्, त्यो हामीलाई केही कुनै उनै छैन। तर हामी कस्तो ठाउँमा आएको छौँ भने यस्तो ठाउँमा आएको छौँ, दामी, यसलाई भन्छ वाटरफल झरना। लाभा आउनु न, हामी वाटरफलमा आएको छौँ। एकदम कता हो? नयाँ गाउँ नि 4 किलोमिटर पूर्व इलाका भनेर ठाउँ नाम थाहा छैन। दामी, यहाँ पनि हाम्रो भिडियो बन्ने छ है। एकदम ल साथी हो, स्वर्ग देख्ने भनेकै फेरि हामीले हो होइन। अब तपाईँहरू त उही हेर्ने मात्रै हो। सो यस्तो देख्नलाई त अब भाग्यमा पनि लेखेर आउनुपर्छ है, समय मिलाएर त्यो के भन्छ ज्योतिषी हेराएर आउनुपर्छ। सो बबल बबल आज एकदम रमाइलो भइरहेको छ हामीलाई। ल साथीहरू, यस्तो भन्ने कि यस्तो भन्ने, अब हामीले स्वर्ग देखिहाल्यो होइन, के गर्नु, रमाइलो छ है, मजा आइरहेको छ। आज हामी वास्तवमा भन्नुपर्दामा घान्द्रुदेखि हिँडेर आएको। ल अब पत्याउनु छ होला, पत्याउनु होला कसैले है। हामी चाहिँ यत्रो बाटो है, बिहान भन्दा पनि दिउँसो बाटो हिँडेर आएको। हामीले सोचेको पनि थिएनौँ यस्तो हिँडेर आउँला भनेर। आज हामी दिनभरि हिँडेर घान्द्रुकबाट हिँडेर आएको र बाटोमा एकदम रमाइलो रमाइलो होइन, रोमाञ्चक दृश्यहरू चाहिँ हेर्दै, वाटरफल झरनाहरू हेर्दै हामी चाहिँ हिँडिरहेको छौँ लाफा है। आज चाहिँ एकदम रमाइलो भयो क्या। तर एउटा कुरा लाफा, हामीले सोचेको पनि थिएनौँ कि हामी घान्द्रुकबाट हिँडेर चाहिँ यहाँ आउँछौँ भन्ने हामीले कल्पना पनि गरेको थिएनौँ। 35 किलोमिटरै होला समथिङ। हामी लगभग यदि कोही घान्द्रुक आउनु भएको छ भने उहाँलाई थाहा छ होइन, घान्द्रुकबाट नयाँ पुल चाहिँ हिँडेर भनौँ न, अब ट्रेकिङ गर्ने मान्छे त अलरेडी आइहाल्छ त्यो आफ्नो ठाउँमा छ है। र नत्र त झरना अझै देखिँदैछ, नत्र भने चाहिँ घान्द्रुकबाट यहाँ नयाँ पुलसम्म हिँडेर आउनु भनेको सानो कुरा चाहिँ होइन है। अहिले बाटोमा सबै तर्सिरहेको थिएँ, ओहो हो र यता गाडीतिर होइन, रोडतिर झर्नु गाडी पाउँछ, चढ्नु लिफ्ट माग्नु जानु भनिरहेको थियो। तर के गर्ने, जवानीको जोस होइन, आइपुग्यो। 3 किलोमिटर बाँकी, 4 किलोमिटर भनौँ न, 3 किलोमिटर, 4 त वहीँ थियो। अब जम्मा 3 किलोमिटर मात्रै छ। अब सास पर्न आँटिरहेको छ, पानी पनि परिरहेको छ। तर हामीलाई बाल होइन, हामी घुम्न आएको हो, घुम्ने हो कि नै, रात पर्छ भने 4 रात पर्छ त्यहीँ बसिदिने, बरु त्यो हामीलाई त्यस चिन्ता कुनै छैन हामीलाई होइन। ए रात पर्ला हामी कहीँ पत्र पढौँला भन्ने हामीलाई कुनै चिन्ता चाहिँ छैन। तर जे होस्, हामीले चाहिँ इन्जोय फिल हुनु पऱ्यो, रमाइलो फिल हुनु पऱ्यो। तर यतातिर चाहिँ नदी पनि बगिरहेको छ होइन लाभा। जे होस्, समग्रमा भन्नुपर्दामा यो हाम्रो घान्द्रुक घुमाइ चाहिँ कस्तो लाग्यो है, कस्तो लाग्यो लाभा? म त एकदम भयो भने एकदम मेमोरी गेनिङ बबाले भयो। घान्द्रुक नाम सुनेको तपाईँको याद आउने भयो र तपाईँको नाम सुनेको घान्द्रुकको याद आउने भयो है। हामी यति यात्रा गऱ्यौँ कि अब भनौँ न लाइफको एउटा मोमेन्ट नै भयो क्या। घान्द्रुक भन्ने बित्तिकै हामी लगभग घान्द्रुकको जुन घुम्नुपर्ने मेन पिक पोइन्टहरू भयो होइन,
जुन मुख्य मुख्य स्थलहरू हामीले कुनै पनि छोडेनौँ क्या सबै घुमेर आयौँ हामीले होइन पुरै राउन्डिङ लाएर तलदेखि माथिसम्म गैरी गाउँ भयो अनि त्यो डाँडा गाउँ भन्ने के गाउँ रहेछ सबै गाउँहरू घुमेर आयो है माथि घान्द्रुक हुँदै त्यो घोडे पानी होइन घोडे पानी पनि जाँदो रहेछ त्यो माथिसम्म चाहिँ हामी पनि गयौँ तर चिया बगान बिच्नु भयो चिया बगान पनि घुम्यौँ त हामी अनि सो एकदम रमाइलो फिल भइरहेको छ लाफा के हो पानी परिरहेछ त न्युको चाहिँ हो कि हो पानीले ल जाओस् न त पानी परेको बेलामा सिमसिम पानी परेको बेलामा असारे महिनामा पानी परेर रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने मैचाङले रुँदै धर नौडाँडा पारी छ कम्पनी सहारा बिछोडको बेलैमा मैचाङले रुँदै धर बिछोडको बेलैमा हामी यस्तै त हो नि ब्रो या ल साथीहरू फाइनल्ली हामी चाहिँ नयाँ पुलमा भन्ने ठाउँमा चाहिँ नयाँ पुल भन्ने ठाउँमा हामी आइसकेका छौँ अब यहाँबाट चाहिँ हामी गाडी चढ्नुपर्छ त्यहाँ पर सानो बजार छ है यो जुन हाम्रो टार्गेट थियो नयाँ पुल भन्ने सो हाम्रो टार्गेट हाम्रो मिसन होइन भनौँ न कम्प्लिट भएको छ सो अब हामी यहाँबाट गाडी चढ्छौँ केही समयमा गाडी वेटिङ गर्नुपर्ने हुन्छ अब एकछिन बसेर फ्रुटी खान लाग्यो हामी चाहिँ ल साथीहरू हामीले चाहिँ गाडी पायौँ पोखराको लागि है अब गाडी चढेर पोखरातिर जाँदैछौँ लाभा सिटी चाहिँ सुतिरहेको छ पुरै